नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई आजको समसामयिक भिडियोमा। साथीहरू, सबै परीक्षाको लागि उपयोगी हुने एकदमै महत्त्वपूर्ण समसामयिक प्रश्नहरू लिएर तपाईहरूको माझमा उपस्थित भएको छु। यदि मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला, भिडियोलाई अवश्य लाइक गर्नुहोला र यस्तै लोकसेवामा सोधिने प्रश्न र उत्तरहरूको भिडियोका लागि बेल आइकन दबाउन नबिर्सनुहोला। आउनुहोस् आजको भिडियो सुरु गरौँ। प्रश्न नम्बर 1। 2078 सालको जनगणना अनुसार नेपालको साक्षरता दर कति छ? यसको सही उत्तर हो 76.2%। प्रश्न नम्बर 2। चीनमा 7.1 रेक्टरको भूकम्प कहिले गयो? यसको सही उत्तर हो 2025 जनवरी 7। प्रश्न नम्बर 3। चाइनिज एआई डिपसिक कहिले सार्वजनिक गरियो? यसको सही उत्तर हो 2025 जनवरी बाइ लियान बेनफेन। प्रश्न नम्बर 4। नेपालको पहिलो महिला राजदूत बिन्देश्वरी शाह र बाल गायक सचिन परियारको निधन कहिले भयो? यसको सही उत्तर हो 2081 पुस 18 गते। प्रश्न नम्बर 5। डब्ल्युटिओको पछिल्लो 166औं सदस्य राष्ट्र कुन हो? यसको सही उत्तर हो टिमोर लिस्टे। प्रश्न नम्बर 6। हाल नेपालमा आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या कति रहेको छ? यसको सही उत्तर हो 461। साथीहरू, निकै महत्त्वपूर्ण रहेको छ यो क्वेश्चन। प्रश्न नम्बर 7। इजरायलले संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदबाट अलग हुने घोषणा कहिले गरेको हो? यसको सही उत्तर हो 2025 फेब्रुअरी 6। प्रश्न नम्बर 8। ब्रिक्सको पछिल्लो 11औं सदस्य राष्ट्र कुन हो? यसको सही उत्तर हो इन्डोनेसिया। साथीहरू, यस्तै नयाँ समसामयिक भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। प्रश्न नम्बर 9। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन WHO र पेरिस जलवायु परिवर्तन सम्झौताबाट कहिले बाहिरिने निर्णय गरेका हुन्? यसको सही उत्तर हो 2025 जनवरी 20। प्रश्न नम्बर 10। नेपालको त्रिशुली र चिलिमे आयोजनाबाट उत्पादन भएको 40 मेगावाट बिजुली कहिलेदेखि बङ्गलादेश निर्यात गर्न सुरु गरेको हो? यसको सही उत्तर हो 2081 कार्तिक 30 गते 2024 नोभेम्बर 15। प्रश्न नम्बर 11। 10औं राष्ट्रिय खेलकुद कहिले र कहाँ हुँदैछ? यसको सही उत्तर हो 2081 चैत्र 23 गतेदेखि 30 गतेसम्म कर्णाली प्रदेशमा। प्रश्न नम्बर 12। जी20 को 19औं सम्मेलन कहाँ सम्पन्न भएको हो? यसको सही उत्तर हो ब्राजिल 2024 नोभेम्बर 18 र 19। प्रश्न नम्बर 13। प्रथम खो-खो विश्वकपको सम्बन्धमा कुन भनाइ सही छ? नम्बर 1। 2025 जनवरी 13 देखि 19 गतेसम्म भारतमा खेल भएको थियो। नम्बर 2। पुरुष र महिला दुवैतर्फ भारत विजेता र नेपाल उपविजेता भएको थियो। यसको सही उत्तर हो नम्बर 1 र नम्बर 2 दुवै ठिक छ। प्रश्न नम्बर 14। राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीति दल निर्वाचन आयोगमा कहिले दर्ता भयो? यसको सही उत्तर हो 2081 माघ 8 गते राजेन्द्र महतो। प्रश्न नम्बर 15। सन् 2024 अनुसार भ्रष्टाचार सूचाङ्कमा नेपाल कतिऔं स्थानमा छ? यसको सही उत्तर हो 107औं। साथीहरू, निकै महत्त्वपूर्ण रहेको छ यो क्वेश्चन। प्रश्न नम्बर 16। महाकुम्भ मेला 2025 को सम्बन्धमा कुन भनाइ सही छ? नम्बर 1। सन् 2025 जनवरी 13 देखि 2025 फेब्रुअरी 26 सम्म 45 दिन मेला चल्यो। नम्बर 2। भारतको उत्तर प्रदेशमा रहेको प्रयागराजमा महाकुम्भ मेला भएको थियो। नम्बर 3। नेपालको देवघाटमा महाकुम्भ मेला चलेको थियो। यसको सही उत्तर हो नम्बर 1 र नम्बर 2 मात्र ठिक छ। प्रश्न नम्बर 17। सन् 2025 अनुसार जलवायु परिवर्तन जोखिम सूचाङ्कमा नेपाल कतिऔं स्थानमा छ? यसको सही उत्तर हो 69औं।
प्रश्न नम्बर 18। अन्तर्राष्ट्रिय मुद्रा कोष 2024 अनुसार नेपालमा आर्थिक वृद्धि दर कति रहेको छ? यसको सही उत्तर हो 3.1%। प्रश्न नम्बर 19। आर्थिक सर्वेक्षण 2080-81 अनुसार नेपालमा हाल व्यापार घाटा कति रहेको छ? यसको सही उत्तर हो 9,29,61,00,000,000। प्रश्न नम्बर 20। युएनओ सुरक्षा परिषदमा सन् 2025 देखि सन् 2026 सम्मको लागि नयाँ 5 सदस्य कुन कुन राष्ट्र निर्वाचित भयो? यसको सही उत्तर हो सोमालिया, पाकिस्तान, डेनमार्क, ग्रिस, पनामा। प्रश्न नम्बर 21। यानपिएल 2024 ट्रफीको अनावरण कहिले गरियो? यसको सही उत्तर हो 2081 मङ्सिर 10 गते। प्रश्न नम्बर 22। रेडियो नेपालबाट र गोरखापत्रमा कति भाषामा समाचार प्रकाशित गरिन्छ? यसको सही उत्तर हो रेडियो नेपालमा 25 वटा भाषा र गोरखापत्रमा 44 वटा भाषा। प्रश्न नम्बर 23। कर दिवस 2081 अनुसार सबैभन्दा धेरै कर तिर्ने संस्था कुन हो? यसको सही उत्तर हो नेपाल दूरसञ्चार प्राइभेट लिमिटेड। प्रश्न नम्बर 24। सन् 2024 को शान्तितर्फको नोबेल प्राइज विजेता को हो? यसको सही उत्तर हो निहोन हिदन्क्यो। प्रश्न नम्बर 25। 200 जना भन्दा बढी मृत्यु हुने गरी नेपालमा बाढी कहिले आयो? यसको सही उत्तर हो 2081 असोज 12। प्रश्न नम्बर 26। फ्रान्स पेरिसमा भएको पारा ओलम्पिक 2024मा नेपालको इतिहासमा पदक प्राप्त गर्ने एकमात्र खेलाडी को हुन्? यसको सही उत्तर हो पलेसा गोवर्धन। प्रश्न नम्बर 27। वुमेन टी20 वर्ल्ड कप 2024 को विजेता कुन देश भयो? यसको सही उत्तर हो न्युजिल्यान्ड। प्रश्न नम्बर 28। कुन उपाधि कसले जित्यो? यसको सही उत्तर हो वुमेन्स अफ च्याम्पियन 2024 को बङ्गलादेशले जित्यो। वुमेन टी20 वर्ल्ड कप 2024 को न्युजिल्यान्डले जित्यो। मेन टी20 वर्ल्ड कप 2024 को भारतले जित्यो। आइसिसी ओडिआई वर्ल्ड कप 2023 को अस्ट्रेलियाले जित्यो। प्रश्न नम्बर 29। नेपालको पहिलो स्वस्थ सहर घोषित हुन सफल सहर कुन हो? यसको सही उत्तर हो धुलिखेल नगरपालिका। प्रश्न नम्बर 30। भर्चुअल मुद्राको सुरुवात गर्ने पहिलो देश कुन हो? यसको सही उत्तर हो जापान। प्रश्न नम्बर 31। अन्डर 19 महिला टी20 विश्वकपमा पहिलो पटक नेपाल कहिले छनौट भयो? यसको सही उत्तर हो 2081 कार्तिक 28 गते 2024 नोभेम्बर 13। प्रश्न नम्बर 32। सर्वाधिक कमाउने नेपाली फिल्म कुन हो? यसको सही उत्तर हो पूर्ण बहादुरको सारङ्गी। प्रश्न नम्बर 33। नेपालको पहिलो स्मार्ट लाइट प्रयोग गर्ने महानगरपालिका कुन हो? यसको सही उत्तर हो ललितपुर महानगरपालिका। प्रश्न नम्बर 34। सही जोडा मिलाउनुहोस्। यसको सही उत्तर हो 1 को बी, 2 को ए, 3 को डी, 4 को सी। प्रश्न नम्बर 35। G20 को 19औं सम्मेलन कहाँ सम्पन्न भएको हो? यसको सही उत्तर हो ब्राजिल। साथीहरू, यस्तै नयाँ समसामयिक भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद यो भिडियो हेर्नुभएकोमा। कृपया यो भिडियोलाई लाइक गर्नुहोस् र हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला।